फाइनल्ली अब चाहिँ भने हर्क साम्पाङ अगाडि लागे। सुनसरी 1 को मतगणना हुँदै गर्दाखेरिमा सुरुमा आएको परिणामले सबैलाई झस्काएको थियो। कतै हर्क साम्पाङ हार्दै त छैनन्। हर्क साम्पाङ भन्दा राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारले दोब्बर मत ल्याएको थियो सुरुमा। तर अहिले मत गन्दै जाँदाखेरिमा यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवारलाई हर्क साम्पाङले उछिनेर झन्डै 1000 भन्दा माथिको मतले फरक पारेका छन्। हर्क साम्पाङ अब फेरि लगभग जित्ने निश्चित अवस्थामा पुगिसकेका छन्। यो बीचमा हर्क साम्पाङलाई धेरै मान्छेहरूले बिल्ला पनि गरे, बरु पानी भेटिएला माटो भेटिँदैन भन्नसम्म भ्याए। तर अहिले हर्क साम्पाङको भोट एक छापे रूपमा आइरहेको छ। जुन धरानमा हर्क साम्पाङको कोर एरिया भन्ने छ, त्यो कोर एरियामा मतगणना गर्दै पुग्दाखेरिमा अहिले हर्क साम्पाङ बाहेक अरू भेटिन सकेको छैन। एक छापे हर्क साम्पाङको भोट आइरहेको छ। अब हर्क